नमस्ते, मेरो नाम चाहिँ प्रीति लामा अनि म चाहिँ काभ्रेबाट हो। करेन्टली म चाहिँ अहिले ललितपुरमा बस्दै आएको छु। मैले प्लेसमेन्टबाट अप्लाई गरेको थिएँ स्टुडेन्ट भिसाको लागि जापानमा, अनि त्यो चाहिँ सक्सेस भयो। प्लेसमेन्टको बाट चाहिँ मेरो आफ्नै मामाबाट थाहा पाएको, किनकि उहाँ पनि यहीँबाट जानुभएको थियो अनि उहाँकै थ्रुबाट म यहाँ प्रोसेस गरेको हो। मैले फर्स्ट सुरुमा यहाँ आएर चाहिँ आस्था म्यामलाई भेटेको अनि आस्था म्यामले मजाले कन्सल्ट गरेर सबै बुझाइदिनु भइसकेपछि मात्र अनि मैले यहाँबाट प्रोसेस गरेको। क्लासको सेन्सेहरू एकदमै राम्रो हुनुहुन्छ, आफूलाई नजानेको कुराहरू एकदमै कोअपरेटिभ हुनुहुन्छ, एकदमै हेल्प गर्नुहुन्छ। आफूले नजानेको कुराहरू हामी सोध्न सक्यौँ भने उहाँहरूले हामीलाई इजिली सिकाइदिनुहुन्छ, एकदमै कोअपरेटिभ हुनुहुन्छ। यहाँको डकुमेन्टेसन गर्दा चाहिँ मलाई एकदमै इजी भयो, किनकि सबै यहीँबाट गरिदिनु भएको थियो। हामीले त्यस्तो मिहिनेत गर्नु परेन, सबै यतैबाट प्रोसेस गरिदिएको थिएँ। त्यसैले जर्नी त प्लेसमेन्टमा अब म बिर्सिदिनँ, यहाँको साथीहरू भेटेको, सँगै जाने साथीहरूसँग जाँदैछु नि त, यहीँबाट भेटेको साथीहरूसँग, अनि त्यसैले त्यस्तो राम्रो छ जर्नी त। मेरो भिसा प्रोसेसिङ पनि एकदमै स्मुथली भयो यहाँबाट। जसलाई चाहिँ अब एकदमै स्टुडेन्ट भिसामा जापान जान चाहनुहुन्छ भने प्लेसमेन्ट म चाहिँ एकदमै हाइली रिकमेन्ड गर्छु प्लेसमेन्टलाई, किनकि प्लेसमेन्टले चाहिँ एभ्री जो पनि स्टुडेन्टहरू यहाँ अप्लाई गरेको छ हरेक स्टुडेन्टहरूले चाहिँ आफ्नो भिसा एप्रुभ गरेको छ। त्यसैले जसलाई चाहिँ जापानमा जानु मन छ, स्टुडेन्ट भिसा अप्रुभ गर्न मन छ भने प्लेसमेन्टबाट चाहिँ प्रोसेस गर्दा हुन्छ र यहाँ आएर कन्सल्ट गरेर बुझेर डकुमेन्टेसनहरू प्रोसेस गर्दा हुन्छ।